चाहिँ मैले करेलाको तरुवा बनाउँदैछु। भित्र मसलाहरू गरेर एकदमै मिठो हुन्छ यो राइससँग खाँदाखेरि। मैले अदुवा, लसुन, थोरै प्याज, करेलाको बिया बोइल गरेको, थोरै टमाटर एउटा, यसलाई पिस्छु। करेला चाहिँ मेरो यहाँ पाकिसक्यो, यसलाई निकाल्छु। मैले कराईमा तेल राखिसकेँ, 5 फोरन। अघि बनाएको पेस्ट, धनियाको पाउडर, रेड चिली पाउडर, मसला चाहिँ पाकिसक्यो मजाले तेल छोड्यो मसलाले। धनिया राख्छु, करेलामा भर्छु। यहाँ चाहिँ मैले सबै करेलामा यो मसला भर्किसकेँ। यता तेल बसालेको छु, फ्राई गरेर एकदमै मिठो हुन्छ यो राइससँग, रोटीसँग। करेलाको तरुवा मसला गरेर